नमस्ते सम्पूर्णमा फेरि पनि तपाईँहरूको समक्ष एउटा छोटो अनि मिठो ब्लग लिएर आइसकेको छु। यो ब्लग चाहिँ फ्राइडेको हो। हामी चाहिँ सबैजना फ्यामिली मिलेर चाहिँ मेला गएको थियौँ सल्लाहबारी, यहाँ देख्न सक्नुहुन्छ। अनि यति बेला भने चाहिँ हामी पुगेर पनि यहाँनिर टिफिन खेल्न लागि टिकट सिकिट काटेर चाहिँ यहाँनिर लाइनमा बसिरहेको थियौँ। दुईजना चढौँ ल भन्दै यहाँनिर सबैजना बात मार्दै थियौँ। अनि यति बेला भने चाहिँ यहाँनिर सिद्धान्त र यतिका चाहिँ चढिसकेको थियो। त्यहाँदेखिको चाहिँ पालो आयो फुपू र आमाको, अनि म र बडी चाहिँ पछि थियौँ। यो चाहिँ माथिबाट लिएको क्लिप हो। अनि त्यसलाई भने चाहिँ मजा आउँदै थियो। त्यसलाई चाहिँ दादा र दुईजना दादाहरू पनि आइपुगिसकेको थियो। अनि सबैजना हामी चाहिँ फर्स्ट खेलिसकेर चाहिँ यहाँनिर निक्लेको। अनि साथसाथै आमा र फुपूको पनि छ कि यिनीहरू चाहिँ फर्स्ट चढेको भाइ र बहिनी चाहिँ, तर यिनीहरूलाई चाहिँ अलिक लामो खेल्दाखेरि लास्टमा त्यहाँदेखि के खाऊँ ल भनेर चाहिँ यहाँनिर हामी बाहिर जोजोकोमा चाहिँ चाउमिन खानु आयौँ। अनि यहाँनिर सबैजना चाउमिन खाँदै थियौँ। त्यहाँदेखि खाइसकेपछि चाहिँ औँसी खेलौँ ल भनेर फर्स्ट गेम खेल्नुपर्छ। अनि सबैजना टिकट काटेर चाहिँ यसरी बसेर चाहिँ हामी सबैजना चाहिँ अब औँसीको लागि रेडी भइरहेको थियौँ। तर कसैले पनि गेममा चाहिँ कसैले पनि अब मारेन। अनि त्यसलाई चाहिँ म र फुपू मात्रै कोही मारेन कोलम्बस खेल्नु, म र फुपू मात्रै त्यसलाई चाहिँ कोलम्बस खेल्दै थियौँ। मजा आएको थियो। अनि त्यस पछाडि चाहिँ यहाँनिर जुन चाहिँ स्क्रच गरेर चाहिँ अब गिफ्टहरू पाउने हुन्छ, त्यहाँनिर त सबैजनाले कोटाऊँ न ल भनेर कोटाउँदै थियो। तर प्राय केही पार्नै सकेन। सबैजना डिबाले किलो कोटाउँदै थियो। ती 3वटा गरौँ न भने 30 रुपियाँ एउटाको चाहिँ हुँदो रहेछ। अनि त्यसरी गर्दै थिएँ। मैले पनि यहाँनिर कोटाउँदै थिएँ। अस्ति चाहिँ यही मेलामा मैले अलिकति बेसी पारेको थिएँ सामान, तर यसपालि चाहिँ यस्तो पाइनँ। यहाँनिर सानो चिया चाल्ने र कोम मात्रै पाएँ। अनि मजा आएको थियो। यसरी सबैजनाले गरिसक्यौँ, सबैले पालो किलो गऱ्यौँ। त्यहाँदेखिको बादमा चाहिँ यहाँनिर फेरि बहिनीले एउटा कोटाउँछु ल भन्दै थियो। त्यहाँदेखि त फेरि यहाँ बात मारेर फुपूले नै कोटायो, तर केही पार्नै सकेन। त्यहाँदेखि बादमा यहाँनिर यो सकिसकेपछि चाहिँ बादमा चाहिँ हामी यहाँनिर पान खाऊँ ल भनेर यस्तो केही गर्नै पार्नै सकेन त्यो गेममा चाहिँ। अनि पानसान खाए चाहिँ यहाँनिर चाहिँ प्रोग्राम पनि थियो नि त। अनि यहाँनिर सबैजनाले इन्जोय गर्दै थियो। अनि इन्जोय गर्ने चाहिँ औँसी खेलौँ ल भन्ने लास्ट गेमको लागि चाहिँ हामी पर्खिरहेको थियो। प्रोग्राम बाद चाहिँ औँसी भएको थियो नि त। अनि त्यो त्यसको लागि चाहिँ वेट गरिरहेको थियो हामी। अनि आजको मिनी ब्लग चाहिँ अब यति नै, मेलाको चाहिँ हाम्रो यति नै थियो मिनी ब्लग। अनि यतिलाई भने चाहिँ हामी अब घर फर्केको। यहाँ घर फर्किँदाखेरि चाहिँ अब यसरी हिँड्नुपर्छ नि त। यो पुल चाहिँ मैले अस्ति पनि देखाएको तपाईँहरूलाई। अब यो चाहिँ अस्तिको पहिरोले चाहिँ यस्तो भएको छ। अब हिँड्नु चाहिँ साह्रो पर्छ। अनि यसरी राति हुँदा आउँदाखेरि त झन्। थ्याङ्क यू फर वाचिङ एभ्री वान। बाई बाई।